युट्युबमा जोडिरहेछ साला राम्री भनेर एटिट्युड नदेख्नु जिन्दगीमा पहिलोचोटि तपाईँले मलाई एकजना घट्दैन संसार घट्दैन हो यस्तो जिन्दगी बेइज्जत गर्ने मान्छे मलाई चाहिएको छैन ओके जिन्दगीमा सुख दुःख सुन्ने मान्छे चाहियो हो सुख दुःख गर्ने मान्छे चाहियो हो यस्तो बेइज्जत गर्ने मान्छे थोक्दिन्छ त्यो औकात देखाउँछ यहाँ 700 जनाले हेरिसक्नु भयो बुझ्नुभयो 700 होइन यहाँ 1300 जना छ 713 कति बुझ्नुभयो नि आफू कस्तो हो त्यस्तै थाहा छ मेरो भ्युअर्सलाई मेरो बानी मेरो भ्युअर्सलाई थाहा छ फरक पर्दैन गर्नुस् अहिले नि गर्नुस् तर तपाईलाई अनि त्यसपछि थाहा हुन्छ कि को भनेर तपाईँ मेरो लाइफमा तपाईँ आउनु भएको जोइन हुनुलाई बुझ्नुभयो पहिलो कुरा न तपाईँलाई मैले चिन्थे न आजसम्म चिनेको मान्छे हो मैले जुनार जानु र म बसिरहेको थियो को आएको कहिले तपाईँले आज रेकर्ड निकाल्नु हाम्रो पनि रेकर्ड छ तपाईँ म बाई बाई भनेर हिँड्ने बेलामा तपाईँ मेरोमा 12 बजे आउनु भएको छ बुझ्नुभयो योभन्दा 12-13 दिन के तपाईँले मलाई बेवकुफ सम्झिनु भएको छ मेरो लाइफमा तपाईँ जोइन हुन आउनुभयो मैले एक्सेप्ट गरेँ त्यसपछि पनि आफै बोलाएको रहेछ ए तपाईँ के तपाईँले यहाँ तपाईँसँग के प्रमाण छ म तपाईँको जोइन जाने प्रमाण छ ल भन्नु त तिम्रो रेकर्ड छ भने हेलो यसको चाहिँ तपाईको रेकर्ड छ भने हाल्नु न तपाईँ आफै आउनु भएको जोइन झगडा नगर्नु के लाइभ गर्नु यहाँ सुन्नु न झगडा गर्नु मन छैन कि बहिनी तपाईँ लाइभ काटेर जानु त तब यो फेरि भोलि युट्युबमा आउँछ होइन युट्युबमा आएकै छैन अब सबै ब्लग त्यही भिडियो युट्युबमा आयो भनेर तपाईँलाई चिन्ता भएको होइन त तपाईँ लाइभ काटेर जानु हाम्रो भ्युअर्सले हामीलाई हेरिरहेछ जुना र म बसिरहेको थिएँ बोलिरहेको थिएँ को आएको भन्ने सबलाई थाहा छ सुरुमा तपाईँ जुना भन्दा त्यो केटीलाई जोइन हुनुभन्दा अगाडि मेरोमा आएर पछि त्यही दिनको बेल के अरे जुना जानु यही छ झगडा नगर्नु भने एकै दिनको तपाईँ जानुहुन्छ भने माथि हुँदैन बुझ्नुभयो किन बोलेर भने जानु किन बसेको भन्नुभएको थियो हामी गेम खेलिरहेको थियौँ त्यही भएर बसेको फेरि आउँछ नाइस टु मिट भेट भयो खुसी लाग्यो सबैजनालाई मान्छे त भेट नभएकै ठिक रहेछ भेट भयो भने त यस्तो हुँदो रहेछ जिन्दगीमा थुत्नु पनि देख्छु भेटेपछि याद राख्नु भेटेको 10-12 दिनमा यत्रो नराम्रो गराएको भनेको त तपाईँ एउटै हो 4 महिनादेखिको गेम खेल्ने मान्छेहरूले त खोइ अहिलेसम्म केही पनि भएन नानी देखिरहेछ तिम्रो पनि सबैको देखिरहेको छु ओके नाइस टु झगडा नगर्नु भनिरहेको छु तपाईको त्यसै रहेछ क्यारेक्टर मलाई त्यही थाहा भयो भएर तपाईले जुन तरिकाले सपोर्ट गर्नुभयो नि मैले यो एक्सपेक्ट गरेको थिएँ नि तपाईले यो सपोर्ट गर्नुहुन्छ मैले सपोर्ट छैन माया गर्ने दाइहरूले दिजुहरूले माया गर्नुहुन्छ हैन गलत कुराले तपाईले सपोर्ट गर्नुभयो के तपाईले केटीबेटी हुन्छ भने पनि तपाईले गरस यो जसले पनि गर्दा लाइभ काटेर गर्नु अनि फेरि जुन आउँछ तपाईले तपाईँ जानु त तपाईँ फुत्रुका जानु त यहाँबाट तपाईसँग सोच छैन म तपाईसँग बस्नुलाई बुझ्नुभयो यही भन्न आएको जानु त हो नि के घतार निकाल्ने हो र जानु भएपछि फुत्रुका जानु न हो त्यसरी जानु